नेपाली क्रिकेटमा सर्जिकल स्ट्राइक के दुई सशक्त टोली बनाउने क्यानको योजना सफल होला? टी20मा दिपेन्द्र सिंह ऐरी कप्तान बन्दा रोहित पौड्याल किन आउट भए? नेपाली क्रिकेट टोलीको नेतृत्व र संरचनामा क्यानले गरेको पछिल्लो फेरबदलले स्पष्ट सन्देश दिएको छ। फर्म र फर्मेट अब छनौटको मुख्य आधार हुनेछन्। टी20 विश्वकप 2026मा सोचे अनुरूपको प्रदर्शन गर्न नसक्नु र रोहित पौडेलको व्यक्तिगत ब्याटिङ स्ट्राइक रेटमा प्रश्न उठिरहेका बेला क्यानले विभाजित नेतृत्वको साहसिक निर्णय लिएको छ। रोहितको बहिर्गमन र दिपेन्द्रको उदय, रणनीति कि बाध्यकारी? रोहित पौडेलले एक दिवसीयमा आफूलाई सफल कप्तान र ब्याटरका रूपमा स्थापित गरे पनि टी20 फर्म्याटमा उनको एप्रोचलाई लिएर आलोचना हुँदै आएको थियो। टी20 विश्वकपमा नेपालको ब्याटिङ युनिट असफल हुनु र रोहित स्वयंले ठूला शटहरू खेल्न सङ्घर्ष गर्नुले छनौटकर्ताहरूलाई विकल्प खोज्न बाध्य बनाएको देखिन्छ। अर्कोतर्फ दिपेन्द्र सिंह ऐरी नेपालका सबैभन्दा प्रभावकारी टी20 अलराउन्डर हुन्। उनको आक्रामक ब्याटिङ, चुस्त फिल्डिङ र किफायती बोलिङले उनलाई यो फर्म्याटको स्वाभाविक कप्तान बनाएको छ। रोहितलाई टी20 टोलीबाटै बाहिर राख्नुको अर्थ उनलाई ओडिआईमा ध्यान केन्द्रित गर्न समय दिनु र टी20मा विशुद्ध हात हिटरहरूलाई ठाउँ दिनु नै हो। के नेपालले दुई फरक सशक्त टोली बनाउन लागेको हो? अन्तर्राष्ट्रिय क्रिकेटमा पछिल्लो समय फरक फर्म्याट, फरक टोलीको अवधारणा लोकप्रिय छ। क्यानको पछिल्लो निर्णयले नेपाल पनि त्यही दिशामा अघि बढेको सङ्केत गर्छ। टी20मा लोकेश बम, सन्दीप जोरा, हेमन्त धामी जस्ता युवा र आक्रामक खेलाडीहरूलाई समेटेर पावर फ्याक्ट टोली बनाउने प्रयास गरिएको छ। ओडिआईतर्फ रोहित पौडेलको कप्तानीमा अनुभवी सोमपाल कामी र करण केसीलाई राखेर संयमित र लामो समय टिक्न सक्ने टोली बनाइएको छ। यसले खेलाडीहरूमा आफ्नो विशेषज्ञता अनुसारको फर्म्याटमा खरो उत्रनुपर्ने दबाव र अवसर दुवै सृजना गरेको छ। प्रदर्शन नगर्नेलाई विस्थापनको सङ्केत। यो परिवर्तन केवल नेतृत्वमा मात्र सीमित छैन। सोमपाल कामी र करण केसी जस्ता अनुभवी खेलाडीहरूलाई टी20बाट बाहिर राखेर नन्दन यादव र हेमन्त धामीलाई मौका दिनुले क्यान अब नामभन्दा पनि काम र भविष्यको योजनामा केन्द्रित छ भन्ने बुझिन्छ। खेल देखाउन नसक्ने जोसुकै भए पनि टोलीमा स्थान सुरक्षित छैन भन्ने कडा सन्देश यसले दिएको छ। ऐतिहासिक अवसर र अग्नि परीक्षा। युएई विरुद्धको ऐतिहासिक फ्लडलाइट श्रृङ्खला दिपेन्द्रका लागि कप्तानका रूपमा र नयाँ युवा खेलाडीहरूका लागि आफ्नो क्षमता प्रमाणीकरण गर्ने ठूलो मञ्च हो। यदि यो युवा टोलीले घरेलु मैदानमा उत्कृष्ट नतिजा निकाल्यो भने नेपाली क्रिकेटमा स्पेशलाइज्ड टोलीको अवधारणाले थप मजबुती पाउनेछ। क्यानको यो कदम जोखिमपूर्ण तर आवश्यक देखिन्छ। रोहितलाई एक दिवसीयको जिम्मेवारीमा कायम राख्नु र दिपेन्द्रलाई टी20को कमान्ड सुम्पिनुले नेपालले सन्तुलित भविष्य खोजिरहेको पुष्टि गर्छ। यदि यो योजना सफल भयो भने नेपालले आगामी दिनमा विश्व क्रिकेटका ठूला शक्तिहरू झैँ प्रत्येक फर्म्याटका लागि छुट्टा छुट्टै विशेषज्ञ टोली तयार पार्न सक्नेछन्। तपाईलाई के लाग्छ? क्यानको यो नयाँ प्रयोगले नेपाली क्रिकेटको भविष्य कस्तो होला? कमेन्टमा आफ्नो विचार राख्नुहोस्।